बिस्तारै बिस्तारै अनि यसरी पल्स आउनु हुँदैन तपाईहरु बस्नु भएन बारै कतिले छैन कुर्सी हेर्न सबैजना पल्साको प्रस्तुतिलाई हेर्न आउनु भएको छ एकअर्कालाई सपोर्ट गर्ने समय हो यतिखेर यतापट्टि आउनु यहाँ हजुर यता आउनु तपाईहरु बस्नु त्यो कुर्सीहरु त्यो भाँचीको कुर्सी यता ल्याउनु यहाँ सानो सानो छोराछोरी त हुनुहुन्न नि छोटो हुनुहुन्छ है विचारबाट बस्नु हाम्रो मैले डीएसपी साहबलाई पनि देखिरहेको छु ओके अब पुरै सुरक्षाकर्मीज्यू आमालाई यता पठाइदिनुहोस् आमा हजुर यता आउनुहोस् कन्ट्रोल गर्न गाह्रो छ दिदी यो भिडमा आमा बा हुनुहुन्छ भने चाहिँ हाम्रो दायाँ साइड र बायाँ साइडमा पठाइदिनुहोस् है के भयो यो पनि अड्डी राखेको के राम्रो निकाल्नु हातले ओके ल त्यहाँ के भयो त्यहाँनिर पनि हजुरहरु संयमित हुनुस् ल त्यो सानो बाबु भएको अगाडि आउनु त छोरी एउटा कुरा भन्छु है सबैले सुन्नु है हात उठाउनुस् त सबैले तपाई हामी कोवलपुरको तपाई हामी सभ्य तपाई हाम्रै दिदीबहिनीहरु हुनुहुन्छ तपाई हाम्रै दाजुभाइ हुनुहुन्छ छेउछाउमा तपाई हाम्रै आमा हुनुहुन्छ तपाई हाम्रै भाउजू हुनुहुन्छ तपाईहरु कसैले पनि आफ्नो विवेक नगुमाउनु होला है दिदीलाई समातेर बस है तिमी सबैभन्दा सानो रहेछौ यहाँ नमस्ते कोवलपुर धन्यवाद यति धेरै मायाको लागि हरेक साल यस्तै माया पाउँछु मैले त्यो माया साथको लागि धन्यवाद तपाईँ मिलेर बस्नु अगाडि म्युजिक पार्टको